हेलो लु छिटो न अन्त 7 बजी निक्लिनुपर्छ त कतिखेर जाने हेलो 7 बजे त अन्त सुतिराने अन्त नजाने छिटो न लु यस्तो गर्छ नि त कमन सेन्सै छैन क्या गाडीहरुको यहाँ भिडियो बनाएको देखिदैन क्या भनेन भनेको यो किन बनाउनु भिडियोहरु चाहिँ गाइस अझै चाहिँ हामी जाँदैछु कर्नियम हैन लाज लाग्यो हालिदिनु म चाहिँ हामी जाँदैछु आज कर्नियम हैन कति बजे अहिले 7:45 भयो 7 बजे निक्लिने मान्छे केटाहरु हो के हो देखि चलेकै थिएन त बुकुको गाडी यो चाहिँ टाइटन हुने फेरि बुझ्यौ तिमी जन्मभन्दा अगाडि किनेको होला यो घडी चाहिँ अहिले चाहिँ हामी चाहिँ रम्फूमा तेल हाल्नु बसिरहेछ अझै अब ढिलो त भइसक्यो हैन 8 त बजिसक्यो निक्लिनु पर्ने 7 बजी हो कहिले पुग्नु कहिले फर्किनु हेरौँ अब कहाँसम्म पुगिन्छ पुग्नु त पर्ने हो साथीलाई सपोर्ट गर्छु सबैजनाले हेलो हेलो एकछिन सर्ट ब्रेक लिएको छु हैन यहाँ बिचारा शान्ता ओ शान्ता यहाँ छौ बसेर मुत्ने जग्गा यहाँ मान्छे चाहिँ अलिक बसेर मुत्ने बानी छ कि उसको चाहिँ त्यही भएर यहाँ अब बस्ने जग्गा पनि छैन हो बिचारा अब के भन्नु दार्जिलिङ आइपुगे दार्जिलिङमा अझै यहाँबाट चाहिँ 2 घन्टा लाग्छ होला हो दार्जिलिङ आइपुग्यो यो कालो देखिरहेको छ देख्यो होला नि पढ्नु त आउँछ होला के बोलेको हुन्छ नि अन्त चिन्ता मात्रै घुमेर कस्तो लागिरहेको छ मलाई त मजा आइरहेको फर्स्ट टाइममा आउँदाखेरि कस्तो लाग्यो अलिकति हिजो अनिन्द्रले गर्दा चाहिँ ल गाइस हामी चाहिँ यहाँ चिया खाँदैछु जाडोले हो माल खाएर हात खामेको पिक्निकको माटो लाग्ने रहेछ एकजना आउँदैछ भाइ गाडी देख्नु खै गाडी यहाँ चाहिँ मिमी खाएको छैन आलु मात्रै खाँदैछ खाएको ल केटाहरूले उयो हेर्दैछ के भन्छ ज्याकेट हेर्दैछ खै कुन चाहिँ ज्याकेट किनेको देखाइदिइहाल त गरिहाल्यो
नेपालमा आएर स्वाद छ भन्छु हाल्दियो पिला किनिहाल्यो चियाले हामी चाहिँ इन्डो नेपालको बोर्डरमा आइपुगेको छु होइन तर ट्राफिक चाहिँ ओभर रहेछ अब घुमाएर ल्याउनु अरे फेरि कहिले भाइरस आयो नि छ भाइरस अब उसलाई देखायो फोन ह्याङ भइहाल्छ सर भन्छ अफिसमा अब जाँदैछु हो यहाँ होला यहाँ होइन र हाम्रो पुरा आइडी साइडी चेक भइसक्यो साइडी चेक भएर चाहिँ नेपाल जाँदैछु भन्जार काट्नुको लागि अनि यहाँ भन्छ यता राख्दा हुन्छ कन्याम फर्काउँदा हुन्छ यहाँ हामीले चाहिँ भन्सार काटिसक्यो होइन सिधै कन्याममा गएर रोकिन्छ अब चाहिँ कन्याममा आइपुगे कहाँ घोडा मान्छे मात्र यता देखाइदिनु खिच्दैन होइन फोटो त्यो मान्छे जहाँ पनि ती उल्टी गर्दो रहेछ गाउँमा गयो चिया बगान यता आयो चिया बगान है कसलाई निकालेँ मैले गाइस हामी चाहिँ हेल्प कन्याममा पनि आइपुग्यो लगाएपछि यहाँ चाहिँ स्काई वक पनि रहेछ तर एन्ट्री फी नै महँगो 200 रुपियाँ अरे लाग्दै गयो हामी त घर ल गाइस अब हाम्रो चाहिँ एन्ट्री सक्यो एकजनालाई पानी लिनु पठाएको छैन दोकानै मान्छे देख्दैन माथि माथि सैलुङ्गेमा नाच न अन्त लु छिटो गाना लगाएर त नाच्छ अरे बज्दैन गाना भाइ लु छिटो माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई छिटो न कम्बार हल्लाउ न नेपाल जिन्दाबाद आज यता वेलकम टु नेपाल गाइस यति राम्रो जग्गा छ यहाँनिर होइन हामी भर्खर हामी कन्याम गएर आयो होइन आउनुहोस् नेपाल घुम्नुहोस् दामी जग्गा छ हाम्रो यहाँ बुद्ध भगवानको स्ट्याचु छ यहाँ नयाँ पुल रहेछ यस्तो पुल पनि छ चिया बगान छ योभन्दा सुन्दरता र एउटा राम्रो उयो बन्नेको देशहरू कहाँ छ
नेपालको गर्लफ्रेन्ड भएर मात्रै यस्तो भनेको नि हुन्छ हेलो काले दाई काले दाइको है काले दाईले लगाएको काले दाई अब यहाँ कुम्बेत अरे लाली जुबन जान्छ कि हजुरा हो पाता बजाउँदै उद्केर गयो यो मेरो नि ढाकाले ढाकेर राखेको आफैमा लाग्यो कहिलेको जवानी घरको नभनेको बुझ्न नसकिने आफ्नै बाटो भन्दा बेसी हिउँ पर्यो फुरुरु हिमाली भागैमा पानी भेगैमा हिउँ पर्यो फुरुरु हिमाली भागैमा हिउँ बस्यो एनिरा कति चाँडो तिमीमा दिल बस्यो एनिरा कति चाँडो तिमीमा लगाइसकेपछि हामी दार्जिलिङबाट नि घुमेर आएर कन्यामबाट नि घुमेर आएर हामी छिटो कुसुमे रुमाल मनैभरि सजौला तिम्रो चिलो कुसुमे रुमाल मनैभरि सजौला हामीले शान्ताको फ्यामिली फाइनल ग्याच हामीले शान्ताको फ्यामिली भेट्यो होइन यहाँ बसी फ्यामिली चाहिँ यहाँ बसिरहेको छ अनुहार चाहिँ आफ्नै रहेछ सेम छैन अन्त हेर त लु सेम छैन अन्त शान्तालाई कस्तो लाग्यो त्रिवेणी देखेर उता देखाउनु नि हौ साथी पर शान्ता सेम छ त शान्ता शान्ता ओइ ओइ